बुढीको माइत मेरो ससुरालीबाट ल्याएको बाख्राले चाहिँ यहाँ बिहाएर हामी एकदमै खुसी छौँ। यहाँनिर दुईटा छ, हामीहरू तीनजना छौँ। यो ठुलो माउले आमा जस्तै भइसक्यो, लामो नलागो कान। बच्चा हेर्दैछ, बच्चालाई नै सेम आमै लामो कान। कान कम्ता लामो छ त। यसको हेर न कान, कत्रो छ, हात्तीकै जस्तो। यिनीहरू हप्ता दिन धेरै कटिसकिसक्यो। यिनीहरूभन्दा ठुलो छ क्या, झन् महिना पुग्न आँटिसकेको। यत्रो छ, यो यत्रो ठुलो छ। ल उफ्रेको हेर त। अब यो आँखामा चाहिँ खै के भएर यो सबै रोग उग्या सबैको छ। आँखावधि साथीहरू, आँखामा पानी आँसु झरिरहेको छ सबैको बाख्राको। किराहरू छैन त, एलर्जीहरू आएर होला सायद। सबै भर्खर जन्मेको आँसु कचेरै कस्तो आँखै घिनलाग्दो छ के। माइत अडलेको कति महिनामा बिहायो बुढी? कहिले पो लिएको? कहिले पुसमा लिएको होइन। हेलो, फेरि पनि स्वागत छ बुढाबुढी इन्टरटेनमेन्ट युट्युब च्यानलमा। आज चाहिँ एकदमै खुसीको कुरा छ होइन, मेरो लागि चाहिँ माइतबाट लिएको बाख्राले ब्याएको छ। म तपाईँहरूलाई देखाउने छु, अन्तिमसम्म भिडियो हेरिदिनु होला। मेरो बुढा र छोरा चाहिँ यहाँ छ। यिनीहरू अस्तिकै पाठाहरू यत्रो ठुल्ठुलो भइसक्यो, देख्न सक्नुहुनेछ। अब के गर्नु, ठाउँ नभए चाहिँ घरमै बाँध्नु पऱ्यो यिनीहरूलाई, त्यही भएर यहीँ बाँधेको। अनि देख्न सक्नुहुनेछ हाम्रो घर पनि के भइसक्यो, कुहिसक्यो होला। पानी परेकै छ। यो क्युट छ है मेरो बुढा जस्तै। आम्बो नि कति राम्रो के, राम्रो कान्छ, सलक परेको। आमे ल आउनु बुढा, जाम। अन्य नहेर्नु जाने। बाख्रा चाहिँ यता तल पनि छ, बाहिर पानी परेर बाख्राहरू बिजोग भइरहेछ। बच्चाहरू यो चाहिँ कुनको बच्चा रहेछ हौ? ऊ त्यसको हो यो? यत्रो ठुलो भएको कि ऊ त्यसको हो? के गरेर चुन्नु गर? होइन, हेरे पनि छैन रहेछ। छैन? ल साथीहरू, पानी परेको छ है। आज चाहिँ अलिक घाम लाग्छ यसरी बिहान अनि पानी पर्छ दिउँसो बिहान। कहिलेकाहीँ पानी पर्छ, कहिले। ल साथीहरू, आज यहाँ मम्मी छोराले हेर्ने अरे बाख्रा माइतबाट ल्याएको। यो ठुलो माउले कान रहेछ त नि। आमा जस्तै भइसक्यो, लामो नलागो कान। यहाँ छ, यो चाहिँ बिहाको हो। यो ठुलो माउले यहाँ हेर्दैछ, अलिक ठुलो अनुहारको छ। कत्रो ठुलो छ है अनुहार पनि ठुलो लामकाने भएर होला नि। अरु यत्रो ठुलो छ है, त्यस्तै बिहाको छ क्या बच्चा। यो आँखामा चाहिँ खै के भएर यो सबै रोग उग्या सबैको छ आँखावधि साथीहरू। आँखामा पानी आँसु झरिरहेको छ सबैको बाख्राको। यता ल यस्तो छ। अनि यसको पनि त्यस्तै छ, पाठी हो क्या। अनि फ्याक्ट्री पो त बुढी, फ्याक्ट्री उत्पादन गर्ने। नानी पनि खोक्दैछ, यहाँ पानी परेकै छ। पानी परेर नि अब घाम लाग्दैन, चिसो हुन्छ। अनि यस्तै छ हालत, जिन्दगी तनाव होइन। यसको चाहिँ एउटा सिङ छैन। माइत अडलेको कति महिनामा बिहायो बुढी? हामीले कहिले पो लिएको? माघ होइन, माघमा ल्यायो। म कहिले पुसमा लिएको होइन तपाईँ? उता जाँदा लगभग 3 महिनामा ब्यायो। लिएको 3 महिनामा? 3 महिना 2.5 महिना जतिमा ब्यायो। अनि माउ पनि ठुलो खालको छ क्या यो चाहिँ साथीहरू। यस्तो छ, यत्रो ठुलो छ, नाक पनि यस्तो घोडा जस्तो छ। मेरो मम्मीले दिएको बाख्राले बिहायो बुढी, कतिको खुसी छौ? एकदमै खुसी छु नि। माउहरू 2टा दिन भएको छ, यस्तै कालो ठुल्ठुलो माउहरू। अनि एकदमै खुसी। अनि अर्को माउ पनि हामी अहिले देखाउने छौँ है। माउहरू भयो भने ब्याउँछ, त्यही भएर एकदमै खुसी छु। मम्मीले दिनुभएको छ माया गरेर। अनि मम्मीलाई के भन्न चाहन्छ? धेरै धेरै धन्यवाद।
पछि आउँदा बोका तान्दै आउँछु दसैँमा। दसैँमा बोका अनि त्यसको चिच्ची खानुपर्छ। दसैँमा बोका हुन्छ त नि। अब यो बोका त छैन साथै, ब्यायो भने यत्रो हुन्छ। ब्यायो अहिले हैन, अब कति बोका महिना भनेको पछि, एक ठुलै वर्ष खानु पछि पर्दैन नि त, सानो पनि खाइन्छ नि त। अनि मेरो बुढा त केही जान्दैन। त्यति नै हो। अनि भनेपछि कति खुसी छ अरे? धेरै खुसी नि। अब 2-4 दिन हुन्छ नि त, कालो 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 मलाई धेरै मनपर्छ नि त, अरू भन्दा पनि कालो अलिक उयो भाउ पनि जान्छ नि त, बोकाहरू कालो थियो भने त्यही अब यता कालै ब्याइछ नि। यत्रो ठुलो न ठुलो पो छ त साथीहरू। यो भर्खर 1 हप्ता 7 दिन 8 दिन हुँदैछ, एकदम 1 महिना पुगेको जस्तो छ के। यिनीहरू भन्दा यो अन्तिममा ब्याएको, तर पनि एकदम ठुलो छ। अन्त ठुलो छ यिनीहरू सानो यो हिजो अस्ति भर्खर ब्याएको 2-3 दिन भयो। यिनीहरू हप्ता दिन धेरै कटिसकिसक्यो। यिनीहरू भन्दा ठुलो छ क्या यिनीहरू। यो त झन् ठुलो भइगयो। यो त उठ, त्यो त झन् महिना पुग्न आँटिसकेको। यत्रो छ, यो यत्रो ठुलो छ। ल उफ्रेको हेर त। अब आँखामा चाहिँ यो के भएर, यो आँखा दुखेर कि औषधिहरू पाउँछ नि हस्पिटलमा, के गर्ने यस्तो छ। अनि यो उसले गर्दा नि हुन्छ अरे क्या, त्यो के भन्छ यसको यो पसेको आएको छ, त्यो त्यसको काटिदिनुपर्छ। त्यो किर्नाहरूले टोक्दाखेरि पनि आँसु आउने गर्छ अरे, फोहोर मैलाहरूले पनि, त्यो एलर्जीहरूले पनि आँसु आउँछ अरे क्या। अनि त्यही भएर खै किर्नाहरू छैन, त्यो एलर्जीहरू आएर होला सायद। सबै भर्खर जन्मेको आँसु कचेरै कस्तो आँखै घिनलाग्दो छ के। बच्चा हेर्दैछ, बच्चालाई नि सेम आमै लामो कान, आमा जस्तै पछि काटेर पोलेर खाँदा त डरो खाने मान्छेलाई छाक पुग्छ एउटा कानले। कान कम्ता लामो छ त। पोलेर यसको हेर न कान, कत्रो छ, हात्तीको जस्तो। ल धेरै धेरै धन्यवाद। बोका चाहिँ ब्याएको भयो हुन्छ, बोका भयो भने पाठी भयो भने बेच्नु हुन्छ नि त छिटो। पाठी बेच्नु हुँदैन। अनि पाठी भनेको त झन् राम्रो कुरा हो, लक्ष्मी पो त है छोरा। माउहरूले पाठी रालो जा र हाम्रो छोरा पनि अलिक सन्चो छैन, अनुहार पनि यस्तो छ, रुन्चै देखिरहेको छ। बुढीको माइत मेरो ससुरालीबाट ल्याएको बाख्राले चाहिँ यहाँ बिहाएर हामी एकदमै खुसी छौँ। यहाँनिर 2टा छ, हामीहरू 3जना छौँ। कान्छ यता हेर, यता फर्काऊ, माया गर्दै मन्नेलाई हेरेको। ल माया गर्दैछ, मन्नेलाई माया गर, मन्नेलाई माया गर। आमा भनेको आमा हो नि त नि, आमै है। यता हेर्नु, कति धेरै माया गरेको है जनावरले पनि आफ्नो बच्चालाई। राम्रो छ हौ यो बाख्रा, यसको सिङ चाहिँ अलिक भएन क्या। यो काट्दा मिल्दो रहेछ त। काट्ने त काट्ने, तर के भयो क्या, बोका ब्यायो भने चाहिँ कत्रो हुन्छ होला है। ल साथीहरू, हामी अब अर्को पनि देखाउँछौँ तपाईँहरूलाई बाख्रा, माइतबाट ल्याएको बुढीले। यता छ, यहाँ छ, हेर्नुहोस् यहाँनिर छ एउटा, अघिको एउटा माउ अनि यो एउटा माउ, यति 2टा कालै कालो छ। अनुहार पनि राम्रो छ के। मम्मीले चाहिँ दिनुभएको यता तलको एउटा माउ अनि यो एउटा माउ, 2टा भयो यति। अनि यसको बच्चा खोइ, यही हो साथीहरू, यो त्यसको बच्चा खोज्छ नि भन्छ। हेर्छ साथी। ल है साथीहरू, अब गयो, मामु भएकोमा गयो। अप्ठ्यारो ठाउँमा बाँध्दैछ कि, तर यसलाई यता बाँधौँ ल। यता अप्ठ्यारो छ तिमीलाई, यता यो माउले हान्छ होला नि त फेरि, हुन्छ भन्दैन गर्दैछ। एहे कान्छालाई चुन्नु गलेछ, गर्दैछ चुन्नु गलेको, चुन्नु गरेको। ओहो ल मामुलाई चुन्नु गरिदियो। फेरि गर्दैछ, चुन्नु गलेको, एहे चुन्नु गर्यो है छोराले। ल अहिले बर्खा लाग्न सुरुवातमै यति धेरै पानी पऱ्यो क्या हाम्रो ठाउँतिर चाहिँ। अहिले चैत महिनाको सुरुवात मात्रै हो, 15 पनि कटेको छैन है। पानी आएको छ दिनै पछि आइरहेछ, थोरै अलिअलि आउँछ है। आज त झन् बिहानै आयो पानी है। बाख्राहरू खोरमा राख्नुपर्छ यसरी। यता देख्न सक्नुहुन्छ, यो खोरमा
यति छ। अनि अब बच्चा भएको माउहरूलाई त यसरी राख्नुपर्छ बाहिर। अब भित्र राख्यो भने बच्चालाई दुध खानु पाउँदैन नि त। अनि बाहिर राख्नु भने राम्रो ठाउँै छैन। यसरी राखेको छ छेउछेउमा। पानीले बसेटाले हाल्यो भने बिजोग छ। यता माथि बाख्राहरूले हगेको मुतेको सबै तल बिच्छ नि बिच्छ, तर पानीले कुटेको जस्तो चाहिँ अब बिजोग हुँदैन नि त। तर मुत त जान्छ नि त। मुत त जान्छ तर त्यस्तो बिजोग हुँदैन नि त। ए बिचराहरू यस्तो छ, के गर्नुहोस्। मामुले नि भिडियो हेर्दै हुनुहुन्छ होला, के भन्छ? म देख्न सक्नुहुनेछ बाख्रा एकदम घाँस खान नपाएर भुँडी चेप्टो भइरहेछ। त्यही भन्छ। आमालाई त्यही भन्ने? मान्छेको बुद्धि भन्दा आमालाई त्यसै भन्ने? उता त यसरी के भन्छ अरे गोठला गरिँदैन नि त। खोरमै घाँसहरू काटेर दिन्थ्यो, घाउथ्यो कुरोहरू। यहाँ त बाख्रा दिउँसो खोलिन्छ नि त। घर यहाँनिर यसरी छाउनु पर्ने छ, के गर्नु। यसले पनि माउ खोज्दैछ। अनि यहाँ मामु छोरा के गरेको हो? नानीले चुन्नु गरो। चुन्नु गरो? मोजा पनि भिजायो, मोजै छैन अर्को, के लगाइदिनु? ल हुँदै गरेछ, अहिले सुकाउनु अनि लाउनु। त्यसरी बोकेको है कस्तो भयो? राम्रो छ, राम्रो छ। यता देखाऊ, यता फर्काऊ। ए राम्रो छ। हात राम्रै छ नि? ठिक छ। उता अडिको ठिकै छ। ए है ल, यो खुस्किन्छ, यसको भर नगर्नु। कसरी भएको छ? ल साथीहरू, आजको भ्लग भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो? अनि अरू बुढी केही? अब नयाँ हुनुहुन्छ भने हाम्रो बुढाबुढी इन्टरटेनमेन्ट युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला भन्दै हामी बिदा हुनेछौँ। बाई।